नमस्कार। यातायात क्षेत्रको एकमात्र मल्टिमिडिया यातायात अनलाइन टिभीमा यहाँलाई स्वागत छ। म अत्रि रुजु। सुरु गरौँ आजका मुख्य समाचार। स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने 100 मोटरसाइकल नियन्त्रणमा। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ। उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा आतंक फैलिएको भन्दै 100 भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ। यस प्रकारको अभियान कास्कीमा पनि सुरु भएको छ। रामेछापको सुनापतिमा 77 घर परिवार पहिरोको उच्च जोखिममा। रामेछापको सुनापति गाउँपालिका वडा नम्बर 3 हिलदेवीका 77 घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। सो वडाका 4 वटा टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन्। गत असोज 17, 18 र 19 गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन्। हिलदेवीको केउरेनी, ताउने, नागासिवा र च्याम्दुङ टोलका 77 परिवार पहिरोको जोखिममा परेका छन्। प्रमाण बिना विद्युत बक्यौता नबुझाउने उद्योगीको अडान। उद्योगीहरूले प्रमाण बिना डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत महसुल बक्यौता नतिर्ने अडान कायम राखेका छन्। डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौता तिर्न नेपाल विद्युत प्राधिकरणले दिएको अल्टिमेटम सकिनै लाग्दा उद्योगीहरूले प्रमाण बिना भुक्तानी नगर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेखेका छन्। उनीहरूले प्रधानमन्त्री कार्कीलाई पत्र लेख्दै प्राधिकरणको नियन्त्रणप्रति असहमति जनाएका छन्। यसअघि प्राधिकरण सञ्चालक समिति बैठकले 2 कार्तिक भित्र सबै बक्यौता तिर्न अल्टिमेटम दिएको थियो। प्रधानमन्त्री कार्की र कूटनीतिक निकायहरूको छलफल। प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गरेकी छिन्। नेपालको वर्तमान अवस्थाबारे ब्रिफिङ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो। बैठकमा नेपाल स्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपाल स्थित विदेशी राजदूतहरू सहभागी थिए। प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यस प्रकारको बैठक पहिलो पटक बोलाएकी हुन्। ललितपुर महानगरपालिकाको प्रशंसा काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा। काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा ललितपुर महानगरपालिकाको प्रशंसा भएको छ। बैठकमा सहभागीहरू आगलागी हुँदा काठमाडौँ महानगरपालिकाको दमकल समयमै नपुग्ने तर ललितपुरको दमकल फोन गर्नासाथ व्यवस्थित तरिकाले आइपुग्ने गरेको सुनाए। एकजना वडा अध्यक्षले काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीको कार्य क्षमतामाथि समेत प्रश्न उठाएका छन्। चौबीस गतेको आन्दोलनमा नेपाली सेनाद्वारा हेलिकप्टरबाट नेता सहितका 61 जना भिआइपीको उद्धार। गत भदौ 24 गते जेएनजी आन्दोलन विस्फोटक मोडमा पुगेका नेपाली सेनाले हेलिकप्टरबाट नेता सहितका 61 जना भिआइपीको उद्धार गरेको जनाइएको छ। नेपाली सेनाले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर भदौ 24 गते मन्त्रीहरूको सरकारी निवास भैँसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवास सहितका स्थानबाट 61 जना वरिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएका छन्। नयाँ दल खोल्ने मिराज ढुङ्गानाको घोषणा। गरी खान देऊ अभियानका संयोजक एवं जेनजी युवा मिराज ढुङ्गानाले नयाँ राजनीतिक दल गठन गर्न घोषणा गरेका छन्। उनले भने, यो दल जेनजी आन्दोलनको भावना र नेपाली युवाको चाहनाबाट जन्माउँदैछौँ। मिराजले यस अघि विदेश पलायन नभई नेपालमै इज्जतका साथ गरी खान देऊ भन्ने मूल सन्देश बोकेको गरी खान देऊ अभियान चलाएका थिए।
20 देखि 30 वर्ष चलचित्र क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई चलचित्र विकास बोर्डद्वारा कार्ड वितरण। आज शुक्रबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम आयोजना गर्दै विकास बोर्डले 178 जनालाई चलचित्र क्षेत्रसँग आबद्ध भई विभिन्न क्षेत्रमा जस्तै प्राविधिक, कलाकार, संगीतकार, मेकअप लगायत थुप्रै विधाका चलचित्र कर्मीहरूलाई परिचय पत्र वितरण गरेको छ। कार्यक्रममा सेन्सर बोर्डका कोसरी निरौला, चलचित्र विकास बोर्डका दिनेश ऋषि, कलाकार मोहन निरौला, कलाकार रविन्द्र खड्का, कलाकार राजेश काजी श्रेष्ठ लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति कार्यक्रममा देख्न सकिन्थ्यो। बिमाको विषयलाई लिएर दिनेश ऋषिले भने कि पहिला चाहिँ कार्ड मात्रै बाँड्छ भन्ने पनि केही साथीहरूले भन्नुभयो, त्यतिखेर नबुझेर भन्नुभएको, त्यसलाई मैले नेगेटिभ पनि लिएको छैन। अहिले पछिल्लो 1 वर्ष 12-14 महिनादेखि म यो बोर्डमा छु। मसँग नेपाल सरकारको लोगो अङ्कित एउटा कार्ड छ। तर जब स्वतन्त्र भएर मैले जीवनको 34-35 वर्ष काम गरेँ, त्यो बेला त्यही एउटा आइडेन्टिटी कार्डको ठुलो महत्त्व हुन्थ्यो। हामीसँग न्युमोनिक नेपाल सरकारको लोगो भएको कार्ड हामीसँग हुँदैन थियो। हामीसँग स्वतन्त्र एनजिओज जुन हाम्रो साथीहरूले नेतृत्व गर्नुहुन्छ उहाँहरूको हुन्थ्यो, जसलाई अन्तर्राष्ट्रिय जगतले चाहिँ मान्यता दिँदैन। निर्देशक समाजको कार्डलाई निर्देशक समाजले चाहिँ मान्यता दिन्छ संसारभरिकोले, तर अर्को ठाउँमा गर्दा म चलचित्र निर्देशक हुँ भन्दाखेरि उसले अफिसियल्ली चाहिँ मान्दैन, ए हो भन्ने परिचय मात्रै हुन्छ। त्यस्तै तर यो कार्ड प्राप्त गरेपछि नेपालको चाहिँ यो प्राविधिक हो है, नेपाल सरकारले यसलाई इन्डोर्स गरेको छ। यो चलचित्र निर्देशक हो, यो कलाकार हो अथवा वाटेभर, अथवा गीतकार हो, शान्तिप्रिय दाइ हो र हाम्रो दयारामजी हुनुहुन्छ, इनास ग्लोबलको एसिया रिजनकै चिफ हुनुभएको बधाई पनि छ तपाईँलाई। नेपाली कलाकर्मीहरूको अन्तर्राष्ट्रिय सङ्गठन हो त्यो इनास। त्यही कुरा त्यसकारण त्यसको महत्त्व छ भन्ने एउटा महत्त्व बुझ्नलाई जरुरी अनुरोध गर्दछु भने 30 वर्षको साथीहरूले पहिला 1 लाख रुपैयाँको मात्रै इन्सुरेन्स पाउनुहुन्थ्यो, खास गरिकन औषधि उपचारको, र 20 वर्षकोहरूको त कार्डै पाइँदैन थियो। अनि हामीले अहिलेको बोर्डले के विचार गर्यो भने खास गरिकन राज कुमार सरलाई हामीले धन्यवाद दिनुपर्छ, जोरदार तालीको पनि अपेक्षा गर्छौँ। उहाँको इनिसिएटिभ काम गर्ने त अब हेर्दाखेरि त लिडरकै नाम आउँछ, तर यो चिजहरू कसरी भइरहेको छ भन्ने कुराहरू हुन्छ र त्यसको पैसाको व्यवस्थापन पनि कुरा आउँछ। त्यो लेखाका प्रभाकरजीलाई पनि धन्यवाद दिनुपर्छ। भनेपछि ती व्यवस्थापनहरूका आधारमा चाहिँ 20 वर्षको साथीहरूले 75,000 र 30 वर्ष क्रस गरेकोहरूले 1 लाखको पार, किनभने 18-20 वर्षमा त पेन्सन हुन्छ सरकारी जागिरमा भएको हुनाले हामीले पनि स्वतन्त्र रूपमा काम गरेका कारणले त्यो हुनुपर्छ भनेर यो राखिएको कुरा म अनुरोध गर्दछु। अनि कतिपय साथीहरूले चाहिँ के भन्नुहुन्छ भने यो इन्सुरेन्स क्लेम गर्ने तरिका थाहा छैन, कोही विभिन्न व्यस्तताका कारणले गर्दा 40 दिन पछाडि आइदिनुहुन्छ। बिरामी भएर त्यो औषधि उपचारको बिल सहित र डाक्टरको त्यो एउटा सिग्नेचर सहित यहाँ चाहिँ 35 दिनभित्रमा त्यो इन्सुरेन्स अफिसमा पुग्नुपर्छ भनेको अर्थ कमसेकम 30 दिनभित्रमा चाहिँ चलचित्र विकास बोर्डमा आइसक्नु पर्यो भन्ने कुरा यहाँले नि निवेदन गर्दछु। एकदमै सबैले जानेको कुरा तर नगरेको कुरा, त्यसकारण यो गरिदिनु हुनको लागि अनुरोध गर्दछु। त्यसपछि एउटा सर्टेन पर्सेन्टेज यहाँको नियमअनुसार, इन्सुरेन्सको नियमअनुसार हामीले त्यो प्राप्त गर्नेछौँ र त्यसमा चाहिँ हाम्रो चलचित्र विकास बोर्डले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ। कार्डको विषयमा यही नै भयो। हामी यो वर्षलाई चलचित्र कर्मीहरूको दक्षता अभिवृद्धि वर्षमा काम गरिरहेको हुनाले अन्य प्रकारका कार्यक्रमहरूको रकमलाई पनि हामीले कटौती गरी ती सबै चिजहरू स्तरोन्नतिमा खर्च गर्नेछौँ। समय, पैसा र मन, खास गरिकन साउन्ड मिक्सिङमा, क्यामेरामा र मेकअपमा अत्यधिक मात्रामा भने अन्य सबैको लागि रिफ्रेसर कोर्सहरू पनि गराइने कुरा र तिहार पछाडि यसको हामी लिस्ट निकाल्नेछौँ, जसका लागि चलचित्र विकास बोर्डका यहाँ हजुरहरूले देखिराख्नुभएका सम्पूर्ण सदस्य साथीहरू पूर्णतया घनीभूत ढङ्गले लाग्नुभएको कुरा यहाँलाई निवेदन गर्दछु। अर्को निम्तो पाएन भन्न थुप्रै साथीहरूले भन्नुभयो। यो निम्तोमा कार्यक्रम इभेन्ट अर्गनाइजरले त चाहन्छ कि सबैभन्दा बढी मानिसहरूको उपस्थिति होस्, तर यो निम्तोमा जस्तो यही कार्यक्रममा पनि केही साथीहरूले हामीले कार्ड पाएनौँ भनेर मलाई राम्ररी पोजिटिभली, अब हुन त आजकल म नेगेटिभ पनि पोजिटिभ लिन थालेको छु, क्वेसन छ केही छैन, नेगेटिभै भन्यो भने त्यसलाई पोजिटिभली नै लिने, म भित्र मोडर्न बुद्ध जाग्या पनि हुनसक्छ। अनि यो निम्तो चाहिँ कन्सर्न सङ्घ संस्थालाई त निम्तो गर्नै पर्यो
त्योदेखि बाहेक चाहिँ कार्यक्रमको प्रकृति हेरी जस्तो आज हाम्रो 175 कि कतिजना सम्पन्नजी वेलकम 178 जना साथीहरूलाई हामीले अनुरोध गरेको छौँ तर हाम्रो सिटको क्यापासिटी नै 160 छ भनिसकेपछि 178 ओभरफ्लो भइसकेपछि अब धेरै सिनियर चलचित्रकर्मीहरू जो कार्यक्रममा आउन इच्छा गर्नुहुन्थ्यो उहाँहरूलाई हामीले निम्तो पठाउन सकेनौँ त्यो सम्पन्नजीको कार्ड खोज्नु पर्यो अनि त्यसपछि त्यो सकेनौँ र यो निम्तोको चाहिँ सबै कार्यक्रममा सबै चाहिँ संस्थाका पदाधिकारीहरू बाहेक अरूलाई निम्तो नपुग्न पनि सक्छ है भन्ने कुरा बुझिदिनका लागि अनुरोध गर्दछु र एउटा साथी आएर अघि पनि मैले सरहरूलाई माथि भने रिपिट भयो सरहरूलाई भनेको छु यो राष्ट्रिय चलचित्र पुरस्कारमा पुरस्कार पाइन भनेर एकजना साथीले मलाई चलचित्रकर्मी साथीले माथि अफिसमै अगाडि नै अलिकति अभद्र तरिकाले ठाडो स्वरमा अभद्र भन्दा अभद्र किन गर्नुहुन्थ्यो उहाँले पनि अलिक ठाडो स्वरमा कार्ड पाइन भन्ने गुनासो व्यक्त गर्नु म पनि सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा पनि यातायात टिभी खोज्न सक्नुहुन्छ। हामी यातायात क्षेत्रका र अन्य समाचार नियमित अपडेट गरिरहेका छौँ। हवस् त, नमस्कार।